टाउको भन्दा अलिकति छाती ठुलो देखिएको छ अब जस्तो देखे त्यस्तै भन्दै गयो नि तल मैले अब के भन्ने अब नत्र केटा एकपल्ट तारी कमेन्ट गर त कस्तो देखिएको छ म त त्यस्तै देखिरहेको छु हजुर झड्डी नपारी बसे मुखमा राम राम बगेर त पनि 33 नम्बरको कैदी जस्तै व्यवहार गर्छ त के भएको एक ठाउँमा ठिक्क पारे अर्को ठाउँमा गएर फेरि ठिक्क मैले कस्तो कुरा गरेर म अहिले कसैको कुरा गर्दिनँ कहिले पनि 8-9 महिना भइसक्यो 10 महिना 1 वर्ष मलाई कसैको मतलब बाट आएको कति 3-4 घण्टा नै भएको छ नि मेरो नाम लिएर अनि बोलिहाल्नु पर्छ त्यसले त्यो चाहिँ हो ए अहिले तिम्रो ब्रोडमा उसको नाम म पनि नाम लिदिन तर उसको नाम लिँदाखेरि तिमीले जहिले पनि ब्लग हान्थ्यौ है त्यसै हो ब्लग नै हान्दैन त म्युट मात्रै हैन एकचोट नाम पनि लिएको थिएनौ मलाई पर्नु पनि छैन म त यस्तोदेखि टाढा बसेको म साथीभाइ तँहरू उतैतिर जाला भन्दा मलाई ड्याम किन ब्लग हान्दै खेलाएको मान्छे हो अनि अहिले 3-4 घण्टा पनि भएको छैन आएको मामा घरदेखि अनि मेरो नाम लिएर ए यो घर थरको शरणती छाप्रे यो राजगुरुङ यताउता हेन तेन न यसको घर छ न यसको थर छ न के भन्छ त्यसैले किन राजगुरुङ भन्छ मेरो नाम मेरो थर छैन भने त्यसको चाहिँ घर छ त हेर्नु नि त्यसको चाहिँ घर छ हेर्नु त केटा तपाईहरु आफै भन्नु त त्यसको घर छ देख्नु भएको छ तपाईले घर मेरो घर यो हो यति बेडरुमको म महिनामा यति तिर्छु र मेरो यो सुत्ने बेड हो यो मेरो सिटिङ रुम हो यो मेरो किचन हो भनेर देखाउस् त लु छ कागले कहिले पनि कोइली भन्दैन नि कागले कागै भन्छ 33 नम्बरको कैदी सुन राम्ररी अर्कोलाई भन्नु भन्दा अगाडि राम्रोसँगले चारैतिर गएर हैन तेरो फर्काई त ऐनामा राम्रोसँग लिएर त अनि त्यो इन्डियन स्टोरमा काम गर्छस् अनि फेरि मेरै दोकान भन्छस् अनि त्यो उता साउदी दुबई कतार मलेसिया नेपालमा बस्ने दाजुभाइले त पत्याउँछ नि जुन तैँले देखाएको बाहिर देखाएको तेरो त्यो स्वभाव छ नि त्यो देखेर पनि उहाँहरूले पत्याउँछ क्या तर जो मान्छेले तेरो रियल लाइफमा गएर भेटेको छ देखेको छ बुझेको छ त्यो मान्छेलाई तेरो रियालिटी के हो भन्ने कुरा थाहा छ त त्यो गाडी सोरुममा जान्छ त्यही गएर खिच्छस् एउटा राम्रो खालको मजाको अलिकति गाडी देख्यो भने ठ्याक्कै खिच्छस् अनि मेरो गाडी हेर यतातिर भन्छस् अलि राम्रो घर देख्छस् ठ्याक्क अगाडिपट्टि यस्तो गरम फोटो खिच्छस् मेरो घर हो भन्छस् तर रियालिटी के हो भन्ने कुरा त देखेको छ नि छिमेकीहरूले त्यहाँ देखेको छैन एउटा भिडियो बनाएर ल आइज राजको बुक सहमति छु खेल्नुको लागि ल तयार भयो भनेर एउटा भिडियो बनायो भने त्यो भिडियो सेभ गरेर लगेर तेरो म छाला कसरी पड्काउँछु त्यसले थाहा पाउँछ तर यसले क्या भिडियो चाहिँ फेरि कस्तो भने नि त्यो टिकटकमा कसरी चाहिँ पोस्ट गर्छ क्या यस्तो देखाएर पोस्ट गर्छ फेरि क्या कसरी बनाएको त्यो चाहिँ यही पो छ म चाहिँ अलिकति कस्तो रहेछ क्या म चाहिँ ठ्याक्कै फोटो क्यामेरा राखिदिन्छु ए उभो सी ठुलो तल ठुलो जसरी ठुलो त्यतिकै म त यतिकै ऱ्यान्डमली बनाइदिने मान्छे हो राजगुरु म तसँग खेल्नु तयार छु भनेर ओपन च्यालेन्ज भनेर चाहिँ ठ्याक्कै पब्लिक गरेर भिडियो बना त मेरो फोटो राखेर ठ्याक्क बनाएर ल राजगुरु तसँग खेल्न म तयार भएँ भनेर बना न म त्यो भिडियो लिएर तैँले बता त आउँदै आउँदैछ म बाटोमा त सिधै भनिदिन्छु त एकदम डरपोक छस् त आउँदै आउँदैनस् एउटा कुरा त तैँले बताएको समयमा तैँले बताएकै ठाउँमा म आउनु अनि तर तेरो मेरो हिसाब किताब गर्न म तयार छु तेरो नि मैले के गर्छ भन्ने कुरा देख्छस् नि त्यति बेला तँलाई हिजोस्ति त्यत्रो तँलाई त्यो कस्तो के अरे कठिनाइ घडीमा त्यस्तो अभर पर्दाखेरि त्यस्तो सिचुएसनमा तेरो भतुवा तेरो झोलेहरू आएर तँसँग तेरो बारेमा कसैले यस्तो त्यस्तो भनेर बोले तेरो बारेमा तेरो भतुवाहरू त्यो झोले सेनाहरू भन्छ नि टिकटकमा मेरो सेनाहरू छ भनेर त्यो सेनाहरूले तेरो बारेमा बोले तँलाई त्यतिखेर पीडा पर्दाखेरि तँलाई दुःख पर्दाखेरि जब तँलाई आपद विपद आइपरे तँलाई करप झाप पारेर तँलाई डिटेन्सन सेन्टरमा आइस लगेर राखियो त्यति बेला तेरो झोलेर आएर एक शब्द आएर बोले कसैले गएर हेर त सबै यही भनेको छ खाडिया बस्ने नेपालीहरूलाई गाली तर अब उसले नै केही कुराहरू चाहिँ सुध्रिनु पर्छ भनेर यही भनेको तँलाई मैले तँलाई राम्रो फस्दैन नि मैले पो लगेर तेरो भिडियोहरू लगेर त हाले भिडियो बनाएछ
होइन मैले चाहिँ भिडियो बनाएँ भनेर तैँले बनाएस् मेरो तेरो फोटो राखेर मैले भिडियो बनाएँ भनेर कहाँ देखा नि त गएर तँलाई हिजो त्यत्रो साह्रो गाह्रो पर्दाखेरि तेरो भरौटे तेरो झोले तेरो सेनाहरू एक शब्द आएर बोले कसैले जब तँ हराइस् नि त्यो सेनाहरू आफ स्वयमै हराएर गयो क्या देखिनस् त्यो एउटा कमल राई भन्ने पनि तेरो अहिले तैँले मोड राखेको छस् होइन त्यो मोड त्यो यसले आएर तेरो बारेमा एक शब्द बोल्यो बोलेन त तेरो दाहिने हात होइन बोले एक शब्द बरु साँच्चै भन्नुपर्छ भने तिमीहरू पहिला त्यो अर्पण केसी र तँ दुश्मन थियो होला